यत्रो मान्छेहरूको लाइन छ त्यहाँ हैन। अनि यो गेमिङ हो, यो गेमिङ एरियाको काउन्टर। अब यहाँ चाहिँ हामीले चाहिँ टिकट काट्ने, पैसा पे गर्ने काउन्टर हो। पछि यहाँबाट अझ अता गइसकेपछि यसको 4-5 वटा ल ल्याम्प स्टिक रहेछ। अब म चाहिँ खासै खाने मन छैन, पेट भरिसक्यो। हेलो गाइज, अहिले म चाहिँ ग्रान्ड लिस्बुवा प्यालेसको ग्रान्ड बुफेटमा बुफेट गर्न जाँदैछु। अब म अहिले ग्रान्ड लिस्बुवामा छु। यहाँबाट चाहिँ बस चढेर म ग्रान्ड लिस्बुवा प्यालेसमा जान्छु। बस भर्खर आउँदैछ हैन। धेरै मान्छेहरूको लाइन छ। अब यो लाइनमा चाहिँ पालो गरी गरी चढ्नुपर्छ हैन। अनि चाहिँ अब यो बसमा अब म चढ्दैछु है। अब म चाहिँ यो तेस्रो चौथो सिट पछि परेँ। त्यत्रो मान्छेहरूको लाइन छ त्यहाँ हैन। लाइनमा चढिरहेछन्। लगभग 15 मिनट जति म लाइनमा बसेँ। अहिले चाहिँ हामी चाहिँ स्टुडियो सिटी आएका छौँ। यो मेलको अन्तर्गत पर्दछ। तपाईहरु देख्न सक्नुहुन्छ यो है। त्यहाँ पछि उताको चाहिँ त्यो चाहिँ पहिला चाहिँ त्यसलाई लन्डनर भन्थ्यो। अनि त्यो उताको चाहिँ तपाईको एमजिएम र विन प्यालेस। अनि यतापट्टि ग्रान्ड लिस्बुवा प्यालेस हो त्यो। अनि यो कोही मकाउ डोम हो यो। अनि तपाईले त्यहाँ देख्न सक्नुहुन्छ त्यो प्यारिसियन। अनि त्यो प्यारिसियनको पछाडि भेनेसियन हो। अहिले चाहिँ हामी ग्रान्ड लिस्बुवा प्यालेसको नजिकै आइपुगेका छौँ। यो चाहिँ इस्ट इन्ट्रान्समा आइपुग्यो। बसले हामीलाई यहाँ ड्रप गर्छ। अब चाहिँ हामी भित्र जान्छौँ। अहिले चाहिँ ग्रान्ड लिस्बुवा प्यालेसको इस्ट इन्ट्रान्समा आएको छु हैन। अब यहाँबाट चाहिँ म चाहिँ वेस्ट इन्ट्रान्सतिर जानुपर्छ। वेस्टबाट चाहिँ माथि चढ्ने हो। ल मेरो साथीहरू चाहिँ ड्युटी गरिरहेका छन् है, आइडीहरू चेक गर्ने। है त्यही गरिरहेछन्। यो गेमिङ हो, यो गेमिङ एरिया। म अहिले भर्खर आउँदा आउँदै मेरो एकजना भाइलाई भेटेँ है त, विनोद भाइलाई। विनोद भाइ के छ? आज छुट्टी हो। मैले विनोद भाइलाई भेटेको छु है। म चाहिँ आज छुट्टी यसो बुफेट गर्न आयो कि भाइ, माथि लेभल 3 मा। अनि त्यही भएर जानु आएको। ल अहिले जान्छु। अनि पछि भाइलाई पनि भेटेँ है। विनोद भाइलाई मैले भेटेँ। अनि ऊ चाहिँ ड्युटीमा छ, रिलिभरमा छ है। म लिफ्टमा चढेर अहिले चाहिँ लेभल 3 मा आइपुगेँ। यो स्याम हो। यो चाहिँ भ्याकुम क्लिनर, रोबोट भ्याकुम क्लिनर हो। यहाँ चाहिँ स्पा एरिया यो चाहिँ है। अब म यहाँबाट चाहिँ स्ट्रेट जान्छु है। यहाँ यो चाहिँ बुफेटको काउन्टर। अब यहाँ चाहिँ हामीले चाहिँ टिकट काट्ने, पैसा पे गर्ने काउन्टर हो है। यो यहाँ रजिस्टर गर्नुपर्छ। अनि त्यसपछि मात्रै भित्र जान पाइन्छ। तपाईले रेट चाहिँ हेर्न सक्नुहुन्छ यहाँ। बुफेट लन्चको कति छ, ब्रेकफास्ट कति छ, अनि डिनर कति छ भनेर। Good afternoon. So do you have any reservation? No? No. Just here for one? Yes. अब यहाँ चाहिँ रजिस्टर गरेर अनि भित्र जान्छु। यहाँ चाहिँ रजिस्टर गरेर भित्र जाने हो। अब मलाई चाहिँ यहाँको चाहिँ यहाँको स्टाफ वेटर भनौँ न, वेटरले अब मलाई चाहिँ बुक गरेको टेबलमा लगिदिँदैछ। ल मलाई यहाँ चाहिँ राखियो मलाई होइन। यहाँ चाहिँ मेरो चाहिँ यहाँ परेको रहेछ, यो टेबल नम्बर परेको छ। अब अलिअलि पानी सर्भ गर्छ उसले मलाई। अब बाँकी फुडहरू त यताउति त आफै ल्याएर आउनुपर्छ, आफै लिने, के खाने, के लिने हो। अब म फुड लिन जान्छु है। अब लन्च हो यो। अब लन्चमा चाहिँ त्योभन्दा पहिला चाहिँ म तपाईहरुलाई चाहिँ यो कति ठुलो छ है यो बुफेट। ग्रान्ड बुफेट हो यो हैन। मकाउको वान अफ द बिगेस्ट बुफेट भन्छ यसलाई हैन। ग्रान्ड लिस्बुवा प्यालेसको 3rd फ्लोरमा छ है। तपाईले अघि मेनु पनि हेरिसक्नु, तपाईले अघि चाहिँ हेरिसक्नुभयो रेट पनि कति छ भनेर हैन।
लन्चको अलि सस्तो हुन्छ र डिनरको चाहिँ अलि महँगै हुन्छ। ल यहाँबाट सुरु हुन्छ होइन बुफेट। अब यो पुरै छ यो साइडमा, यता यो मेरो बायाँ साइडमा कति छ तलसम्म छ। यहाँबाट चाहिँ अर्को यो राइट साइडमा अर्को एउटा चाहिँ तपाईँको वान पार्ट होइन छ है। यतातिर ल हेर्नुहोस् यो परसम्म छ होइन, यो एउटा वान पार्ट भयो है। अब चाहिँ अनि यता यो बायाँ साइडको सिधै अगाडि छ तलसम्म छ है। यो हेर्नुहोस् यहाँदेखि कति ठुलो छ, ल हेर्नुहोस् मान्छेहरू कति अटाउँछन् नै छ है। अनि त्यसपछि यहाँबाट अझ अता गइसकेपछि यसको 4-5वटा उहरू छ होइन। विशेष गरी तपाईँको यहाँ चाहिँ डिनरमा चाहिँ धेरै खानाहरू हुन्छ है, धेरै मान्छेहरू प्याक हुन्छ। लन्चमा पनि यति छ भने चाहिँ तपाईँको हेर्नु न, यहाँ चाहिँ कोल्ड ड्रिङ्क्स पाइन्छ, यो सफ्ट ड्रिङ्क्सहरू आफै लिने होइन। म त अब मेरो घाँटीमा प्रब्लम भएर म कोल्ड ड्रिङ्क्स लिँदिनँ, पिउँदिनँ होइन। अब यहाँ चाहिँ तातो पानी, म चाहिँ अब तातो पानी लिन्छु, हट वाटर लिने गरेको छु मैले होइन। वार्म वाटर यसलाई चाहिँ लगेर उता लगेर मिक्स गर्छु अनि वार्म वाटर बनाउँछु है। अझै यहाँ हेर्नु तपाईँहरूले आफू मान्छेहरूले सर्भ आफै खाना ल्याउने अनि त्यसपछि खाने गर्ने बुफेटमा जति खाए पनि हुन्छ है, खाना सके जति। अब मैले यहाँ टेबलमा मेरो हट वाटर राख्छु पहिला, अनि अब म चाहिँ खाना लिन जान्छु। तपाईँले देख्न सक्नुहुन्छ मान्छेहरू कति छन्, भिडभाड है, नै मान्छेहरू छन्। कति ठुलो छ, एकदमै ठुलो छ कि। अहिले मान्छेको लगभग तपाईँको ढिलै म अलि ढिलै गएको थिएँ, त्यही भएर मान्छे चाहिँ लगभग निस्किसकेका छन्, तर प्याकै हुन्छ, फुल्ली प्याक हुन्छ। यो चाहिँ भेजिटेरियनहरूलाई यहाँ छ होइन। अनि तपाईँको यो सब फुडहरू है। पहिला माथि जाउँ, पहिला त माथि इन्डियनहरू छ, इन्डियन लिएर आउँ न पहिला। ल समोसा रहेछ, यो चाहिँ ल मटन बिरयानी जस्तै भनौँ न, यो चाहिँ राख्नु पऱ्यो है, मटन बिरयानी। योभन्दा पहिला आएको थिएँ म, त्यति बेला चाहिँ मटन यस्तो थिएन है। अनि यो चाहिँ चिकन करी भनौँ न, यो पनि थोरै राख्नु पऱ्यो। अनि त्यसपछि यता के छ, यो चाहिँ फ्राई स्पेनिस चिज भनेको छ, चिज फ्राई है, विभिन्न चिकनहरू। अनि त्यसपछि पोर्कहरू, अनि त्यसपछि तपाईँको यो चाहिँ डाक रहेछ, हाँसको मासु, रोस्टेड हाँस है, यो मनपर्छ मलाई, मैले यो पनि राख्छु। म अझै अब धेरै खाँदिनँ, अब ठिक लिमिट डाक मनपर्ने गरेर राखेको। यहाँ चाहिँ अब यो फिस छ, अनि त्यसपछि पोर्क भयो। यहाँ चाहिँ आज ओहो आज चाहिँ ल्याम्ब रहेछ, ल ल्याम्ब स्टिक रहेछ। अब म चाहिँ यो लिन्छु। योभन्दा अगाडि आउँदाखेरि चाहिँ बिफ थियो, अहिले चाहिँ ल्याम्ब स्टिक रहेछ, नै लिन्छु म। आई लभ ल्याम्ब, मलाई चाहिँ ल्याम्ब चाहिँ अति मनपर्छ। मैले फेरि मागेँ, थोरै दिएन मलाई भनेर मैले चाहिँ फेरि मागेँ होइन। क्यान ह्याभ मोर प्लिज, मैले चाहिँ अब फेरि दिन लाग्यो होइन। थपी खानुपर्छ, अहिले आएर पनि लिन जति पनि मिल्छ। यसमा चाहिँ बुफेटमा जति खान्छु भने पनि पाइन्छ, त्यस्तो नै समस्या छैन। तर अब कति खाने नै होइन, एकचोटि आयो। यो चाहिँ फर्स्ट राउन्ड भयो होइन, फर्स्ट राउन्ड लिन्छु। तपाईँलाई यो चाहिँ सी फुड हो, सी फुडहरू म चाहिँ नखाने, किनभने मेरो घाँटीमा समस्या छ, सी फुड खाँदिनँ। अनि यहाँ चाहिँ ल यो चाहिँ पिकल आइटम, अचार आइटमहरू छ है, ल हेर्नुहोस् कति थरीका अचारहरू छ है, अचार आइटम छ यहाँ। चाहिँ फलफुल, अब यो चाहिँ तपाईँको भेजिटेरियन हो, भेजिटेरियनलाई खाने चिजहरू यहाँ छ। यो स्टिमहरू, यो
के अरे तपाईँको कन्जीहरू भयो यहाँ स्प्रिङ रोलहरू भयो चिकन फ्राई चिकन विथ स्पाइसी चिकन यो चाहिँ तपाईँको पेपर चिकन स्पाइसी पेपर चिकन फ्राई एन्ड पेपर चिकन है जो चिल्लीसितको हुन्छ अनि त्यसपछि यसमा चाहिँ पिनट्सहरू पनि हुन्छ कुरकुरे खालको चिकन हुन्छ क्या कुरकुरे हड्डी हुन्छ नि त्यस्तो खालको चिकन फ्राई गरेर राखेको हुन्छ यो यिनीहरू त म अहिले लिँदिनँ तपाईँको यहाँ चाहिँ ल भेजिटेरियनको लागि पनि छ है सी फुड यो श्रिम भइगयो यो चाहिँ डोसा जस्तै हो होइन श्रिम चाहिँ मलाई त्यति खाँदिनँ हात फोहोर हुन्छ त्यही भएर है अब यहाँ चाहिँ के छ रोस्टेड पोर्कहरूको ल यो चाहिँ रोस्टेड यहाँ चाहिँ रोस्टेड पोर्क यो चिकन है अब यो चाहिँ चिकन राख्छु यो रोस्टेड पोर्क पनि राख्छु है दुई चार पिस राख्छु पहिला अब 1-2 घन्टा बसेर खाने हो होइन बिस्तारै खाने हो है यहाँ नुडल्स आइटमहरू जस्तो छ है यो के डम्पलिङहरू नुडल्सहरू ल भेजिटेरियन रहेछ र यहाँ पनि भेजिटेरियन ल यो चाहिँ स्टिम गरेर खाने कि बोइल गरेर खाने हो होइन बोइल भनेपछि तिनीहरूले बोइल गरिदिन्छ होइन त्यहाँ चाहिँ तपाईँको उयोहरू छ ल हेर्नुहोस् ल लाइभ नुडल्स यहाँ हुन्छ होइन विभिन्न किसिमका नुडल्सहरू लाइभ हुन्छ अहिले त हुँदैन डिनरमा हुन्छ यो चाहिँ नुडल्सहरू फेरि म यहाँ जान्छु यो चाहिँ डोसा जस्तै छ दामी लाग्छ कि मलाई अब अर्को प्लेटमा चाहिँ अब फ्रुट्स राख्छु होइन यो किनभने मैले अहिले फ्रुट लगेर राखेँ भने चाहिँ तपाईँको अलि तात्छ र खान्छु चिसो चाहिँ खानु हुँदैन मैले चाहिँ यो वाटरमेलन लिएँ यो चाहिँ तपाईँको ड्र्यागन फ्रुट्स अनि तपाईँको यो माथिको हनी मेलन है यो चाहिँ हनी मेलन हो यो हनी मेलन 2-4 पिस 3-4 यो चाहिँ पाइनएप्पल हो है बहुत मनपर्छ मलाई पाइनएप्पल है पाइनएप्पल लिन्छु अब अहिले लगेर राखिसकेपछि चाहिँ तपाईँको अलि तात्छ अनि पछि लास्टमा खाने हो कि अनि यो चाहिँ हनी ड्यू मेलन पनि छ अर्को है अहिले चाहिँ अब यति लगेर चाहिँ राख्छु पहिला बसाइ चाहिँ अलिक टाढै छ अब चाहिँ यहाँबाट चाहिँ यस्तो सक्नुहुन्छ अब म टेबलमा आइसकेँ अनि मैले यो सेकेन्ड लटको अघि मैले लिएर राखिसकेको छु त्यो त्यसले चाहिँ मासु आइटम र अनि फ्रुट्स आइटम अनि त्यसपछि स्पाइसी यो चाहिँ आइटम भयो स्पाइसी रोस्टेड पोर्क रोस्टेड चिकन ल्याम अनि त्यसपछि बिरयानी यो कुखुरा हो स्पाइसी कुखुरा स्पाइसी चिकन भनौँ न अब चाहिँ अर्को राउन्ड जानु पर्यो अब थर्ड राउन्ड भयो है 2टा प्लेट लिएर राखिसकेँ 3टा प्लेट खाइसकेँ 2टा प्लेट खाएँ एउटा प्लेट बाँकी छ अब चाहिँ के लाने भनेपछि
हेर्दै जाउँ न त पहिला अब पेस्ट्री आइटम बेकरी आइटमहरू लैजानु पर्ला जस्तो लाग्यो यो चाहिँ पेन्डान कोकोनट मोस चाहिँ केक हो है यो चाहिँ ट्राई गर्नु पऱ्यो लेट्स ट्राई अनि त्यसपछि अब यो अरू नखाने यो चाहिँ के खाने खै यो फ्रुट्सहरू हो यस्तो गरेर राखेको छ फ्रुट्सहरू है चिसो छ अब यो चिसो खानेकुरो भएन फ्रुट्सहरू चिसो चाहिँ म खाँदिनँ यहाँ पनि यो केक पनि मनपर्छ मलाई कोपा केक नखाने छोडिदिनुहोस् यो नखाने कति खाने केक पनि है हो यो चाहिँ खाने यो चाहिँ दामी लाग्छ यो केक तपाईँको यहाँ आइसक्रिम छ यो आइसक्रिम अब के गर्ने आइसक्रिम खाँदिनँ मैले आइसक्रिम खाने भए पो हुन्छ र स्पुन लानु पर्यो डोनट लानुहोस् अब यो डोनटहरू कस्तो दामी दामी डोनटहरू छ खासै खाने मन छैन पेट भरिसक्यो मलाई जाने यहाँ चाहिँ यो चिज केक हो है फुल्ली चिज केक पुरै अब यो चाहिँ लानु पर्ला जस्तो छ यो चक्लेटसितको छ यो रसबरी यो फ्रुट्सबाट बनेको रसबरी के अरे केक हो यो है अनि चाहिँ यो मनपर्ने आलमन्ड एपिकट पाई हो है आलमन्ड एपिकट पाई एउटा लिन्छु म है अनि यो मनपर्ने पोर्चुगिज एग टार्ट यो चाहिँ मिनी पोर्चुगिज एग टार्ट हो यो है दुईवटा लैजान्छु मैले है अब यताको आइटमहरू यो खाने त कस्तो छ दामी दामी छ चिसो छ चिसोले गर्दा घाँटीमा असर गर्छ त्यही भएर चाहिँ आई डोन्ट लाइक चिसो है आई लाइक कोल्ड अनि तपाईँको अब के छ है अनि केकहरू छ सबै चिसो फ्रिजमा दामी दामी केकहरू छ तर के गर्नु चिसोमा फ्रिजमा चिसोले नखाने अरू नै खाने अब यता नट्सहरू पाउँछ नट्सहरू लगाएर जान्छु एक प्लेट चाहिँ 1 प्लेट चाहिँ यो के बेकरी आइटम भएको होइन अब चाहिँ यहाँ नट्सहरू छ नट्सहरू लिन्छु म यहाँ राख्छु पहिला प्लेट अब चाहिँ नट्सहरू लिन्छु यो आलमन्ड राख्छु अलि धेरै आलमन्ड राख्छु होइन दुई तिन प्लेट त्यसपछि यो अलि ठुलो खालको रेसिन राख्छु यो चाहिँ तपाईँको किसमिस भन्छ होइन हामीले किसमिस भन्छौँ है त्यसपछि चाहिँ तपाईँको अब यो चाहिँ एउटा चाहिँ चिजको एउटा पिस चाहिँ राख्नु पऱ्यो है अनि त्यसपछि चाहिँ यहाँ के छ काजु चाहिँ रहेछ है काजु चाहिँ भेटिएन यो पनि चिसो आइटम छ ब्रेडहरू छ है यो स्यान्डविचहरू छ यो नखाने स्यान्डविचहरू नखाने अब यहाँ चाहिँ तपाईँको ऊ रहेछ के अरे के भन्छ सीफुडहरू अब यो सीफुडहरू एकदम चिसो छ अब अहिले यो तातो भएको खाने चिसो त नखाने चिसो नखाने चिसो आइटम चाहिँ मैले अभोइड नै गर्छु सकभर म चिसो चाहिँ खाँदिनँ अभोइड गर्छु होइन के छ कि केही छैन अब चाहिँ लगेँ ल अब जान्छु
टेबलमा राख्छु अलिक टाढै छ कि है जानलाई ठुलो छ नि त त्यही भएर त्यहाँदेखि मैले नट्स र केक आइटम बेकरी आइटम लिएर आएको छु अब यिनीहरू पनि झ्याप्प खान्छु फ्रुट्स अलि बाँकी छ 3 प्लेट्स 2 प्लेट्स मैले सिद्धाइसकेँ एक टार्ट अब फ्रुट्स खान्छु अब तातो भइसक्यो टन्नै खाइयो है अब पेट ढिउ भइसकेको छ अब अट्नेवाला छैन जति खाए पनि हुन्थ्यो हुन त तर चाहिँ अब लाग्नुपर्ने भयो पेटमा अब अट्ने जस्तो छैन सानो पेट यो बुफेट खाना त एकदम ठुलो पेट भएको मान्छे नै खान सक्ने मान्छेलाई चाहिँ छ अब हामीलाई चाहिँ अटिसक्यो 3-4 प्लेट गइसक्यो सबै अब चाहिँ निस्किनु पऱ्यो अब ल अब चाहिँ लाग्यो है लगभग 1.5-2 घन्टा यति बसेर खाइयो अब चाहिँ लाग्यो अनि यहाँ मेरो भाइलाई एकजना मेरो भाइ भेट हुन्छ अघि भाइसँग भेट भएको छ ल भाइ ल थ्याङ्क यू सिद्धो ल भाइसँग पनि भेट भयो अब चाहिँ टन्न खायो ढ्याउ ढ्याउ हुन्जेल खाइयो अब निस्कियो अब चाहिँ आजलाई चाहिँ निस्क्यो अब चाहिँ यतापट्टि चाहिँ त्यो उ छ के भन्छ गार्डन छ अब गार्डनमा जान्छु एकछिन केही भिडियोहरू खिचेर चाहिँ अनि त्यसपछि निस्किन्छु थ्याङ्क यू फर वाचिङ गाइस